नमस्कार, म राजकुमार गुरुङ, नाङ्लो फुड ट्रकको सञ्चालक है। यहाँ तपाईलाई मैले देखाउन चाहेको एकदम यो एशियन हाइवेको एउटा म भन्छु यो त यो लापरवाही नै हो भन्छु हैन। किन भन्दाखेरि चाहिँ यहाँ एकदम जोखिमपूर्ण छ यो बाटोको यात्रा हैन। यहाँनेरि तपाईको अहिले हेर्नुस्, यहाँ यो सबै हेर्नुस्, अहिले पुरा धुलो उडिरहेछ यहाँनेरि। यतिखेर चाहिँ हो पानी लगाएर चाहिँ धुलो मार्नुपर्ने हैन। अब अहिले पानी लगाएको छैन। मैले यो बाटो बनिँदैछ, यो धुलो उडे, यो गलत हो मैले भनेकै छैन कहिले पनि हैन। त्यो भन्नेवाला पनि छैन, त्यो भन्नु पनि हुँदैन। तर यो बाटो बनिँदै गर्दाखेरि यो जोखिमपूर्ण भयो। यसलाई चाहिँ अलिकति जोखिमलाई चाहिँ न्यूनीकरण गर्नुपर्छ भन्ने मात्रै मेरो कुरो हो के हैन। तपाईको बिहान 8 बजे जाडो हुन्छ अहिलेको सिजनमा भनिसकेपछि यो बाटो पनि त्यसरी नै चिसो हुन्छ। अहिले तपाईको पानी हाल्दाखेरि जुन ट्याङ्करवाला छ उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने पर पानी हाल्नुहुन्छ, अनि त्यो ट्याङ्करको जुन फोरा मात्रै बन्द गरेर नलका चाहिँ बन्द हुँदैन। त्यसो गर्दाखेरि त्यो ट्याङ्करको अगाडिको नलकाबाट चाहिँ पानी यसरी बगाउँदै बगाउँदै लाइन लगिन्छ। त्यहाँदेखि यो सतहमा बीचमा हैन यो हिलो जामिएको छ यहाँनेरि, अहिले सुकेको छ हैन। अब तपाईको यो पानी पर्ने बित्तिकै यो पुरा चिप्लो हुन्छ। यो हिलो छ यहाँनेरि हैन, यो चिप्लो हुन्छ। अनि म्याक्सिमम तपाईको स्कुटी चालक, बाइक चालक, टु व्हिलरहरू विशेष गरी एकदम यहाँनेरि चाहिँ लड्ने, धेरै नै लडे यहाँनेरि। नानी बाबुहरू सहित कति लडे यहाँनेरि हैन। यो ठ्याक्कै यहाँ पनि यस्तो छ। त्यहाँदेखि यो देखियो, यो कलवर्टदेखि अगाडि पनि त्यस्तै छ, पुरै पत्थर छ अब हिलोको हैन। अब मैले त्यहाँदेखि ट्याङ्करवालाहरूलाई मैले यो पनि अनुरोध गरेँ, तपाईहरुले नलका बन्द गरिदिनुहोस्। जहाँनिर तपाईले पानी लाउनुहुन्छ, जहाँनिर पिच छैन, पिच भत्काइएको छ, त्यहाँनिर पानी लगाउनुहोस्। त्यहाँदेखि पानी लगाइसकेपछि त्यो नलका बन्द गरेर गइदिनुहोस्, ताकि यो बाटो एक्स्ट्रा नभिजोस् फेरि हैन। तर उहाँहरूले भन्नुहुन्छ त्यो बन्द गरेर साध्यै हुँदैन भन्नुहुन्छ। अनि त्यस पछाडि पनि फेरि मैले यो निर्माण कम्पनीको दाजुभाइहरूलाई पनि भने मैले कि यहाँ एकदम जोखिमपूर्ण भयो। यो त्यहाँदेखि यहाँसम्म लगभग 50-60 मिटरको जुन डिस्टेन्स छ, जहाँनिर चाहिँ धेरै मान्छेहरू चाहिँ चिप्लेर लडिरहनु भएको छ, त्यो यति पिच तपाईँले उकाइदिनुहोस् हैन। या त यो पिच छोडेर तपाईँले डाइभर्ट गरिदिनुहोस् हैन, या त पिच उकाइदिनुहोस्। भन्दाखेरि उनीहरूले के भन्नु भने त्यो भाइहरूले, हामीले जहाँ कलवर्ट बनाउँदैछौँ, जहाँ पुल बनाउँदैछौँ, त्यहाँ मात्रै पिच उकाउन पाइन्छ भनेर भन्नु। अब यहाँ उकाउन किन नपाइने भन्दाखेरि धुलो उड्छ भनेर अरे। अब होइन, धुलोभन्दा ठुलो त मान्छेको ज्यान त होइन नि त यार हैन। अब अहिले हेर्नुहोस्, लु अब यो के धुलो होइन यो हैन। लु यहाँ पिच छ, अब यो के धुलो उडाइ छैन। यही धुलो मार्न लागि पानी हालिन्छ, त्यही पानी चाहिँ फेरि यो पिचको माटोमा आएर जामिन्छ। त्यस पछाडि मान्छे धेरै यहाँनिर लडे। त्यसको मसँग भिडियो पनि छ। मैले यहाँ मिडियाकर्मी साथीलाई पनि मैले त्यो भिडियो पनि मैले उपलब्ध गरिसकेको छु हैन। अनि त्यो भएको हुनाले मैले हामी जस्तो एउटा सर्वसाधारण आम नागरिकले हामीले अनुरोध गर्दाखेरि पनि यो कुरो उहाँहरूले सुन्नु भएको छैन हैन। म अनुरोध गर्छु तपाईहरुलाई फेरि पनि, यो जुन हाइवे बन्दै गरेको छ, हिँड्न यो यात्रा गर्नु भने सर्वसाधारण आम नागरिकले पनि तपाईहरुले यो पनि बुझिदिनुहोस्, यो एकदम जोखिमपूर्ण छ। तपाईहरु कहीँ पनि यो पिचमाथि विशेष गरी चिप्लेर लड्ने सम्भावना धेरै नै छ। तपाईहरु जोगिएर हिँड्नुहोस् पहिलो कुरो हैन। अर्को कुरो, सम्बन्धित निकायले पनि यो विषयमा ध्यान जाओस् हैन, जोखिम नहोस्। किनभने म बिहानदेखि बेलुकैसम्म यहाँ बस्ने भएको हुनाले यहाँ धेरै मान्छेहरू चाहिँ यो बाटोमा चिप्लेर लडेको देखेर मैले जनधनको क्षति नहोस् भनेर मैले आफ्नो तरिकाले एउटा सचेत नागरिकको हैसियतले यो चाहिँ जोखिमपूर्ण नहोस्, जोखिम नहोस् हैन, दुर्घटना नहोस्, कसैको जनधनको क्षति नहोस् भनेर चाहिँ मैले यो गरेँ कि यसमा मेरो कसैसँग पनि यो हाइवेको निर्माण पक्षहरूसँग पनि मेरो कुनै पनि आग्रह पूर्वाग्रह केही पनि छैन हैन। आम सर्वसाधारण जो यात्रा गरिरहनु हुन्छ उहाँहरूको सुरक्षित यात्रा होस् भनेर मैले आफ्नो एउटा नागरिक हैसियतले एउटा चेतना मात्रै फैलाउन खोजे हो। त्यो सँगसँगै मैले यहाँनिर 1 हप्तासम्म मैले यो बाटो एक साइड मैले जाम गरेको थिएँ हैन। त्यसमा पनि उहाँहरूले केही पनि भन्नु भएन। अझै पनि हेर्नुहोस्, यहाँनिर पुरा यो हिलो लेदो छ यहाँनिर हैन। अब तपाईको यत्रो ट्रकहरू आउँछ हैन, यो ट्रकले पुरा पानी बोकेर आउँछ उताबाट, मतलब छक्कामा है।
त्यसो गर्दाखेरि यो पुरा हिलाम्बे हुन्छ।